यो भिडियोमा हामीले युज कन्टेक्स्ट हुकको इम्प्लिमेन्टेसन गरेको छौँ। त्यो चाहिँ अब स्मल टु मिडियमको लागि चाहिँ ठिक हुन्छ र त्यो कुराहरू हामी पछि कभर गर्नेछौँ है। अब आज चाहिँ हामी रिडक्सको बारेमा इम्प्लिमेन्टेसन गर्न गइरहेको छौँ र रिडक्स चाहिँ अब सुरुमा चाहिँ हामीले इन्स्टलै गर्नुपर्छ है। इन्स्टल गर्नको लागि हामी के गर्छौँ भन्दाखेरि रिडक्सको टुल किट युज गर्छौँ, जसले गर्दाखेरि रिडक्स युज गर्न चाहिँ हामीलाई अलिक सजिलो बनाइन्छ है। त्यही भएर सुरुमा इन्स्टलेसनको लागि चाहिँ रिडक्स JS टुल किट र रियाक्ट रिडक्स है, यो हामीले इन्स्टल गर्नुपर्छ। आफ्टर द्याट इम्प्लिमेन्टेसनमा जम्प गरिहाल्नुभन्दा सुरुमा चाहिँ हामीले 4वटा कन्सेप्ट बुझ्दा चाहिँ राम्रो हुन्छ है, क्लियर हुँदा चाहिँ राम्रो हुन्छ। सुरुमा चाहिँ स्टोरको कन्सेप्ट छ। स्टोर भनेको एकदम सिम्पल कुरा हो। यो हाम्रो एप्लिकेसनको डेटा सेन्टर मतलब डेटा कन्टेनर जस्तो हो, जहाँ चाहिँ सबै ग्लोबल स्टेटहरू आएर बस्छ है। अब अर्को भनेको चाहिँ अब हाम्रो सिम्पल एक्सन भन्ने हुन्छ। यसले चाहिँ के भन्छ भन्दाखेरि के गर्नु पर्यो है, बुझिन्छ होला इजी, लाइक इन्क्रिमेन्ट गर्नु पऱ्यो कि डिक्रिमेन्ट गर्नु पऱ्यो कि लगइन लग आउट यस्तै यस्तै। अब रिड्युसरको कुरा छ। रिड्युसर चाहिँ अब कसरी बुझ्दा हुन्छ भन्दाखेरि फङ्सन हो है। यसले चाहिँ दुईवटा चिज लिन्छ, स्टेट र एक्सन, र त्यसको बेसिसमा नयाँ स्टेट चाहिँ रिटर्न गर्ने काम गर्छ है रिड्युसरले चाहिँ। अब डिस्प्याच भनेको चाहिँ अब डिस्प्याचले के गर्छ भन्दाखेरि यसले चाहिँ ट्रिगर गराउने काम गर्छ। जब हामी एक्सन पठाउन चाहन्छौँ त्यो डिस्प्याचबाट जान्छ रिड्युसरतिर होइन, अनि त्यसपछि ट्रिगर हुन्छ। अब प्र्याक्टिकल पार्टतिर जाउँ। सुरुमा चाहिँ हामी स्टोर क्रिएट गर्छौँ, त्यही भएर सुरुमा एमा राख्दियौँ हामी store.jsx। स्टोरमा चाहिँ अब हामीले के युज गर्छौँ भन्दाखेरि कन्फिगर स्टोर भन्ने युज गर्छौँ है। लाइक सुरुमा चाहिँ एक्सपोर्ट कन्स्ट स्टोर इक्वल्स टु कन्फिगर स्टोर। अब यहाँबाट हामी कन्फिगर स्टोरलाई कहाँबाट इम्पोर्ट गर्ने भन्दाखेरि अघि हामीले इन्स्टल गरेको फिगर स्टोर फ्रम रिडक्स टुलकिट यहाँबाट हामी राख्छौँ। अब यहाँभित्र चाहिँ के राख्छौँ भन्दाखेरि रिड्युसरभित्र चाहिँ अब हामी एउटा काउन्टर भनेर राख्छौँ, जहाँ चाहिँ के राख्छौँ भन्दाखेरि काउन्टर रिड्युसर। यो रातो रातो देखाइरहेछ है। अब हामी एकछिनमा यो रातो सल्भ गर्छौँ। कहाँबाट गर्छौँ भन्दाखेरि अब हामी फिचर भन्ने बनाउँछौँ। फिचरभित्र हामी के राख्छौँ भन्दाखेरि काउन्टर स्लाइस .jsx। अब स्लाइसको कुरा गरौँ है त। स्लाइस भन्दा चाहिँ कस्तो भन्दाखेरि खासमा चाहिँ यो चाहिँ एप्लिकेसनको पार्ट जस्तै हो। फर इक्जाम्पल युजर स्लाइसमा चाहिँ युजर रिलेटेड डेटाहरू हुन्छ, स्लाइस अथवा अथेन्टिकेसन स्लाइस, यहाँ चाहिँ अथेन्टिकेसनको बारेको चिजहरू हुन्छ, त्यस्तै। अब हामीले स्लाइस बनायौँ। स्लाइस भइसकेपछि हामीले क्रिएट स्लाइस भन्ने युज गर्नुपर्ने हुन्छ। भनेपछि सुरुमा चाहिँ कन्स्ट काउन्टर स्लाइस, यसले मेरो भनेको कुरा सुन्छ क्या ठ्याक्कै। क्रिएट स्लाइस पनि रिडक्स JSको यहीबाट आएको हाम्रो। अब यहाँ हामीले के गर्छौँ भन्दाखेरि नेम राख्छौँ। नेम के राख्छौँ काउन्टर। अब एक्सन हाम्रो के हुन्छ, एक्सन भन्दा नि सुरुमा चाहिँ इनिसियल स्टेट हाम्रो के हुन्छ त, हाम्रो सिम्पल भ्यालु 0 हुन्छ। यो हामीले के गर्दैछौँ भन्दाखेरि काउन्टरको लागि गर्दैछौँ। अब हामी यहाँ के गर्छौँ रिड्युसर युज गर्छौँ। रिड्युसरभित्र के इन्क्रिमेन्ट कस्तो झापाली सुने आँट्छु फेरि म। स्टेट एन्ड आफ्टर द्याट स्टेटभित्र चाहिँ अब स्टेट डट भ्यालुलाई 1ले बढाइदिने, अनि डिक्रिमेन्टमा राख्दिउँ न त।
डिक्रिमेन्टमा पनि स्टेट यस्तै हुन्छ यो स्टेट डट भ्यालु 1 एक्लै घट्ने भन्ने है त। अब हामीले एक्सपोर्ट गर्नुपर्ने हुन्छ। एक्सपोर्ट के गर्ने कन्स्ट इन्क्रिमेन्ट र डिक्रिमेन्ट भन्ने हामीले एक्सपोर्ट गर्छौँ के को फर्ममा भन्दाखेरि चाहिँ एक्सनको फर्ममा। अब अर्को हाम्रो के गर्छौँ भन्दाखेरि अलरेडी दिइरहेको हुन्छ कि मेरो त्यसलाई हामी काउन्टर स्लाइस डट रिड्युसर हामीले यो एक्सपोर्ट गर्छौँ है। यहाँ अहिलेको रातो आइरहेछ ल। अब के गर्ने इम्पोर्ट काउन्टर रिड्युसर फ्रम कुनबाट डाइरेक्टरीबाट अनि फिचर्सबाट अनि काउन्टर स्लाइस भनेपछि अब हाम्रो योवाला आउने भयो। नेम हामीले के राखेको छौँ भन्दाखेरि यहाँ रिड्युसर राखिदिन्छौँ। रिड्युसर राखेको छौँ राख्ने। स्लाइस बनाउनुको कारण चाहिँ के हो भन्दाखेरि यसले चाहिँ रिडक्स टुल किटलाई चाहिँ हेल्प गर्छ कि लाइक अब कसरी भन्दाखेरि अघि हामीले यो एक्सन्स रिड्युसर्सहरू राख्यौँ नि है त्यो अटो जेनेरेट गर्न चाहिँ हेल्प गर्छ कि स्लाइसले। अनि अब हामी के गर्छौँ भन्दाखेरि चाहिँ अब एफ डट जिएसएक्समा जान्छौँ। एफ डट जिएसएक्समा के गर्छौँ भन्दाखेरि डिस्प्याच भन्ने अहिलेको कन्सेप्ट ल्याउँछौँ। यहाँ पनि डिस्प्याच कहाँबाट आउँछ डिस्प्याच इम्पोर्ट गर्ने डिस्प्याचलाई। यो चाहिँ अब यो चाहिँ के हुन्छ भन्दाखेरि दुईटा हुक युज भएको हुन्छ। एउटा डिस्प्याच भएको अर्को चाहिँ युज सेलेक्टर है। काउन्टर यो हामीले काउन्टर नै किन राख्यौँ भन्दाखेरि म बुझाउँछु। अब स्टेट डट काउन्टर डट भ्यालु है। यो काउन्टर कुरा छ है। यो काउन्टर चाहिँ किन राख्यौँ भनेको अघि हामीले यहाँ नेम दिएको छौँ। कता छ यो यहाँ रहेछ। हामीले यहाँ नेम दिएको छौँ कि काउन्टर योसँग कोअर्डिनेट गर्छ हेल्प गर्छ। त्यही भएर हामीले काउन्टर युज गरेको छौँ है। अब आफ्टर द्याट हामीले के गर्ने त बटन बनाइदिने। त्योभन्दा अगाडि के गर्ने S2 लेखेर काउन्ट पनि लेखिदिने। काउन्टर है। बटन अन क्लिक मेरो सबै देखाइरहेको है। के गर्ने भन्दाखेरि डिस्प्याच युज गरिदिने। डिस्प्याच के को इन्क्रिमेन्ट है। अब यसले अब यो लेखाउनु चाहिँ किन सिकाएको लेखेर बटन अन क्लिक यहाँ पनि त्यही अघि जस्तै तर इन्क्रिमेन्टको ठाउँमा डिक्रिमेन्ट। अघि यो चाहिँ अटो लिइरहेछ है। माथि अटो इम्पोर्ट भइरहेछ। हाम्रो यो भयो डिस्प्याचको कुरा भयो। यहाँ गएर काउन्टरको कुरा यहाँ टक्क आउँछ। अब इन्क्रिमेन्ट गर्दाखेरि यो बढ्छ घट्छ। त्यसको लागि पनि अर्को पनि चिज छ यहाँ प्रोभाइडर भन्ने चिज बुझौँ है। तब प्रोभाइडरले गर्दा हाम्रो पुरा एप्लिकेसनलाई चाहिँ स्टोर एसेस दिन्छ। मतलब जुन पनि कम्पोनेन्टबाट हामी इजिली स्टेट रिड गर्न सक्छौँ र डिस्प्याच गर्न पनि सक्छौँ विदाउट म्यानुअली पासिङ प्रोब्स। यहाँसम्म चाहिँ हामीले इम्प्लिमेन्टेसनको कुरा गरिसक्यौँ। अब नेक्स्ट भिडियोमा चाहिँ अब जस्टिनको कसरी इम्प्लिमेन्टेसन गर्ने भनेर हेर्छौँ हामी।